सक्दिनँ म पानी लिएर आएँ यार जाडो भएर ल त्यही नि तपाईँलाई देखाउँछु हामीले रोपाइँ कहाँ गरेको भनेर गराउनु हो क्या चिल्लो बनाउनु पर्छ नभए माछाले ला होइन होला गाइस वेलकम ब्याक टु माई न्यू ब्लग आइसो होइन सन्चै नै हुनुहुन्छ होला म पनि सन्चै नै छु आजको न्यू ब्लगमा सबैजना स्वागत छ सो गाइस तपाईँहरूले मेरो मिनी ब्लग त राम्रोसँग हेरिराख्नु छ होइन सबै पनि देख्नु भएको छ मिनी ब्लगमा भ्युज जाने चाहिँ राम्रै होइन या गाइस यस्तो हुन्छ है तपाईँ होइन मिनी ब्लग लङ भिडियो आयो भने मिनी ब्लग आउँदैन मिनी ब्लग आयो भने लङ भिडियो आउँदैन होइन आज लङ भिडियो आउँछ त्यही नै हो माया गरिदिनु ल सपोर्ट गरिदिनु ल अहिले म उता पानी ल्याउनु हिँड्न लगाएको होइन घर रोपाइँ खान्छ यस्तो भयो रोपाइँ भएर जसपल्ट यहाँ कैनाको भेट्टाहरू लाएर आयो चाहिँ त्यहाँ काम चल्छ रोपाइँ खान्छ पानी ल्याउने किनेको त्यही हो पानी ल्याउनेको पीडा गर्मी छ म बिहान खैरेनी गएर बाइक बनाएर आएको केटाहरूले फोन गरेर बाइक केटाहरूले फोन गरेर बाइक बनाउनु गएन केटाहरूले फोन गरेर आइज भनेको थिएँ त्यही भएर आएको थिएँ होइन त्यही नै हो गाइस यो पारा लगाएर सहिले भेट्छु म त्यहाँ पानी लिएर आउने बेला गाइस सब पानी ल्याउनु यहीँ हो क्या यहीँ यो पानी ल्याउने ल पानी ल्याउनु आएको अस्तिको ब्लगमा पनि हेरिसक्नु भएको होला तपाईँहरूले यहाँ म पानी ल्याउनु आएको थिएँ नि त यहाँ यता हामीले खासमा लाने यता पानी गयो नि त त्यही भएर बुझ्नुभयो पुग्नै राख्छु गाइस मैले यति लाएँ होइन यहाँ पोखरी जत्रो घुम्चिएर त्यस्तै नै हो गाइस त्यहाँबाट पानी पर्छ क्या होइन पानीमा हल्का ठुलो आहा होइन अघि भन्दा सक्दिनँ म पानी लिएर आएँ यार जाडो भएर ल गुड नाइट छ खतरा ब्लग रहेछ आज खतरा कन्टेन्ट भेटिन सक्छ होइन त्यही नि तपाईँलाई देखाउँछु हामीले रोपाइँ कहाँ गरेको भनेर हाम्रो घर हो नि त रोपाइँ अब एक दिन भार्चे गएको ब्लग आउँछ बाबा खतरा ब्लग आउँछ नभए अब तपाईँलाई मैले अघि नै पनि भनिसकेँ ब्लग लङ भिडियो आयो भने मिनी ब्लग आउँदैन मिनी ब्लग आयो भने लङ भिडियो आउँदैन है त्यही नै हो बुझ्नुभयो यार देखिन्छ होला देखिन्छ मान्छे हेर्नु नि आमा यतातिर रोपाइ गरेको
खेताराहरू उतान खेतारा खेताडी साला छप्पल यस्तो भयो यार चेतेर फालिदिन्छु चेतिसक्यो चाहिँ ग चप्पल ग काम छैन यो चप्पलको फालिदिन्छ यो चेतियो लगाइछ भेट्छु के हिँड्न पर्छ यहाँ तपाईँलाई यो आली लाउने सिकाएको कसले हो गराउनु हो क्या चिल्लो बनाउनु पर्छ नभए माछाले किन्छ कि कसले ल्याइदियो घडी यो जापानबाट ल्याएको नि होइन होला को जापान को छोरो जापान जानु हो होइन होला पानीभित्र राख्न अहिले पर्यो भने त्यहाँ पानी कि अझै लाउने हो र पानी चाहिँ हामी पानी लिएर हिँड्न लाग्यो कि त्यो साथेर पानी भेगिन्छ नि त खेतमा पानी भेगिन्छ नि त त्यही भएर पानी लिएर हिँड्न हात दुख्यो क्या यार लगाए चाहिँ यार हात दुख्यो अहिले भएर चाहिँ भेटेँ र यहाँ रोपाइ गरिराख्न अझ धेरै ब्लग गराउन पाइएन काम भएर न त्यही नै हो भिडियो सेयर इन गरिदिन्छु होइन आई होप सबैजनालाई यो भिडियो राम्रो लाग्यो र होइन यति नै भन्नु बिदा